हेलो साथी, गुड मर्निङ सबैजनालाई है। हामी चाहिँ आज पुरै जिम छोडेर होइन कहाँ जाँदैछौँ हामी? नेटलाङ जाँदैछौँ। अनि कहिले काहीँ यसो जिम छोडेर होइन हिँड्नुपर्छ। यस्तो नेचुरल यस्तो रमाइलो छ। हो हो पऱ्यो कहिले काहीँ होइन बाहिर यस्तो आनन्द छ, यस्तो हरियाली छ। दुगुर्नी हो सकेसम्म कति मिनटमा पुग्छ है? हामी चाहिँ भर्खर चढ्दैछौँ मासतिर, अरू चाहिँ भर्खर झर्दैछन्। यो भनेको कला हो क्या हाम्रो नि एउटा। हामी पुग्ने भनेको वहाँ घाम लाग्यो ठिक्क होइन। बिहामा त जो पनि आउँछ यार, अँध्यारोमा हिँड्दा पनि के बनेको भन्नु। अनि उजेलामा हिँडेको हो पहिला सही कुरो गर्छ। पोखराको टक्क भ्यू हेर्छ है। आज खतरा खुलेको है, खतरा क्लियर देखियो क्या वातावरण नै हामीले बनाएको हो दादा। हो वातावरण यहाँ त फुल्छ वातावरण पानी पर्छ। खपी नसक्नुहुन्थ्यो क्या। मेटलाङ आइपुग्नलाई यो ल यस कहाँ आइपुग्यो भाइ? मेटलाङ ल जोस एकदम मजा आयो यार बिहानमा हिँड्नु पाएको होइन। यस्तो ठ्याक्कै मकैबारी दरामी हरिया काँक्रा कराम मकैबारी दराम ल फाइनल्ली अब हामी चाहिँ मेटलाङ आइपुग्यो है। ल यस्तो छ मेटलाङ, यो चाहिँ लेक साइड। ल आइपुग्यो र करिब आधी घन्टामा चाहिँ हामी यहाँ मेटलाङ चढियो है। ल पोखराको भ्यू चाहिँ यस्तो दामी छ, खतरा खुल्यो पोखराको भ्यू क्या बवाल देखियो क्या। आज त हामी आउनु भनेर वेदर पनि आज दामी खुल्यो क्या। कहिले काहीँ अब यस्तो जिम गर्ने मान्छेहरू त्यहीँ ठ्याक्क होइन यस्तो जिम गर्न छोडेर बिहान चाहिँ मर्निङ वाक आयो भने यस्तो नेचुरलमा क्या मस्तको हावा खान पाइन्छ होइन, स्वस्थ भइन्छ। त्यही भएर घर धेरै सुतेर बस्ने होइन कि खुरुखुरु जिम गर्न आउने कि मर्निङ वाक जाने होइन। बिहान अहिलेको जल्दा उमेरमा आएर के सुतेर बस्ने यार। पछि बुढो भएपछि नयाँ घरि यता ढाड दुख्यो घरि खुट्टा दुख्यो भनेर सुतेर बस्नुभन्दा होइन। त्यही भएर अहिलेदेखि धेरै एक्सर्साइजहरू गर्नु पऱ्यो क्या बिहान उठेर। मेटलाङको पार्कमा आइपुग्यो होइन। यहाँ चाहिँ अब मस्त एकछिन एक्सर्साइज गर्ने अनि त्यहाँपछि फेरि फर्किने। त्यस्तो हरियाली छ पोखराको। मेटलाङको पार्क भनेको नम्बर 1 हो क्या। त्यहाँ माथि चाहिँ के हो त माथिको रेस्टुरेन्टको नाम आउने हो। यहाँ मेसिनहरू पनि टन्नै छ यहाँ एक्सर्साइज गर्नेहरूलाई। अब यस्तो यो आउटडोर एक्सर्साइज गर्नेहरूलाई यहाँ मेसिनहरू नि यस्तो टन्नै छ ठ्याक्क गर्ने। इन्डोरमै गर्नुपर्छ भन्ने छैन नि त, आउटडोरमा गर्ने ठ्याक्क लाएर साइक्लिङ हान्न पऱ्यो। अब यसलाई चाहिँ ट्रेडमिल भन्छ यो इन्डोरको ट्रेडमिल हो यो चाहिँ। वाह यस्तो मजा आउँदो रहेछ। एउटा चाहिँ यो भन्छ नि यो चाहिँ के भन्छ कि यो चाहिँ स्टियरिङ होला। यो चाहिँ यस्तो मान्छे घुम्ने स्टियरिङ रहेछ क्या। यस्तो
यो चाहिँ साइक्लिङ बिग्रेछ क्या हो कि पेट्रोल सिद्धो पेट्रोल सिद्धेछ यार यसको चाहिँ पेट्रोल सिद्धेछ यो के हो भने यो चाहिँ अलि बिग्रेको मेसिन रहेछ क्या यो यहाँ चाहिँ रनिङ हान्ने यस्तो खसाङ गर्दै रनिङ हान्ने उहाँ चाहिँ सबिन दाइ चाहिँ नुहाउन लगाएको चाहिँ यहाँ बसेर गर्मी भयो होला नि त्यही भएर यो भनेको चाहिँ ह्यान्ड पावर बढाउनलाई यस्तो घुमाउने यो ड्राइभर सिक्नलाई पनि काम लाग्छ है केटा ल यसरी यता कता काट्ने त नि भनेर यस्तो घुमाउन नि काम लाग्छ यो चाहिँ ड्राइभर सिक्नलाई पनि काम लाग्छ कि यसरी यो बिगिनरहरूलाई यसरी घुमाउने ल भागौँ लाउरेदेखि हिँड्यो नि यार ब्रिटिस गोर्खाको यार यसरी हिँड्यो भने त लाउरे स्योर भइन्छ कि स्योर मलाई थाहा यार कम्ता हिँड्यो त नि यार लाउरे पनि हिँड्दैन होला यसरी त यार अलरेडी यता दौडौँ मेसिनहरू आज बिग्रियो रहेछ क्या त्यही भएर मेसिनहरू बिग्रियो रहेछ क्या आज हामी चाहिँ अब एक्सर्साइज सक्यौँ है भर्खरै एक्सर्साइज गरेर अब हामी एकैछिन यहाँ यसो हातसात तन्काउने शरीर तन्काउने काम गर्छौँ त्यहाँपछि फेरि लाग्नुपर्छ आफ्नै घरतिर होइन मन चाहिँ यहाँ ड्राइभरको भोलिपर्सि ड्राइभर हुँदाखेरि काम लाग्छ भनेर यस्तो यो घुमाउन सिक्न लाग्छु होइन स्टियरिङ कता घुमाउने भनेर ठ्याक्कै यस्तोहरू घुमायो भने दामी हुँदो रहेछ क्या तपाईहरु पनि ड्राइभर सिक्न चाहनुहुन्छ भने कृपया यहाँ आएर यस्तो यो स्टियरिङ यता घुमाउने ल सही हो हामी अब एक्सर्साइज गरेर फर्क्यौँ है अब चाहिँ दाइ पुरा यहाँ काभ्रेको सोल्टी के छ खबर गीतमा नाच्न लाग्छ नातिम दाइ नातिम ल यो हो नि त पारा सक्छ त कसैले सक्दैन नि हामी चाहिँ अब यहाँ खाजा खाना लाग्छौँ है ठ्याक्क एउटा दिदीको टिपिकल रेस्टुरेन्ट भन्ने रहेछ त्यहाँ दिदीले चाहिँ ट्याक्क हामीलाई यस्तो चिया बियरको गिलास बिहान बिहान हामी चाहिँ पानी खान लाग्छौँ है डेनमार्क यहाँ चाहिँ यो फेरि रम होइन चिया हो फेरि ट्याक्क यस्तो भ्यू हेर्दै खाना क्या मजा आएर शीतल ठाउँ क्या आनन्द